नमस्कार। म रोहित राणा नेपाली गजलको पेजबाट आज लाइभ उपस्थित भएको छु। नेपाली गजलको पेज जुन हामीले अहिले फेसबुकमा यो सामाजिक सञ्जालमा सायद 2010 ताका नै हुनुपर्छ क्रिएट गरेको। यसमा हामी एडमिनहरू धेरै साथीहरू छौँ। सुरुमा हामीले पेज क्रिएट गर्दाखेरि रामशरण श्रेष्ठ, गौरव श्रेष्ठ मनकुरा, त्यस पछाडि नवीन नेपाल, हामी 3-4 जना थियौँ। पछि यसमा धेरै साथीहरू थपिएका छौँ। एडमिन र क्रिएटेड एडमिनहरू भएर अलिकति नेटले चाहिँ स्लो देखाइरहेछ। म आज बिदाको दिन पनि अफिस आएको छु। साथीहरूलाई चाहिँ नेपाली गजल एडमिन यो पेजबाट चाहिँ केही गजलहरू सुनाऊ भनेर 6 जनाको भ्यू देखिरहेको छु। 6 जनाको भ्यू। योर कनेक्सन इज विक भनेर इन्टरनेटले खबरदारी गरिरहेको छ। कतिको सुन्नेको छ कमेन्ट गर्नु होला। सुन्नु भएको छ कि सुन्नु भएको छैन म बोलेको। प्लिज तपाईँहरूले सुन्नु भएन भने त म यहाँ एक्लै बोलिरहेको कुनै औचित्य नै भएन। अब यस पेजको बारेमा अलिकति म कुरा खुलाउन चाहन्छु। हामीले सुरुमा पेज क्रिएट गर्दाखेरि अब यति धेरै मेम्बर सोच्दा पनि सोचेका थिएनौँ। यसमा धेरै साथीहरू एडमिन हुन्छ। अहिले सक्रिय एडमिनको रूपमा हामीसँग रामशरण श्रेष्ठ, मेरो गौरव मनकुरा, नवीन नेपाल, त्यस पछाडि दीप मिलन, मोहन बिहानी, टिका खड्का, राष्ट्रप्रेमी, लक्ष्मण मिलन विष्ट, जे सागर लगायतका साथीहरू हामी सक्रिय सदस्य जस्तो छौँ। र अहिले धेरै साथीहरू एडमिनमा हुनुहुन्छ। उहाँहरूले गजलहरू पोस्ट गरिरहेको हुनुहुन्छ, रहनुभएको छ। र हजुरहरूले चाहिँ हाम्रो पेजलाई लाइक गरेर 2 लाखभन्दा बेसी हाराहारीमा हामीले भनौँ न हाम्रो पेजलाई लाइक भएको छ। धेरै ठाउँ गजलहरू सेयर भएका छन् नेपाली गजल पेजबाटै। आज म लाइभ आउनुको कारण चाहिँ रामशरण श्रेष्ठ सरले चाहिँ धेरै पहिले भनौँ न 2 महिना अगाडिदेखि नै आउनु पर्यो सर भन्ने कुरा राख्नुभएको थियो। त्यसै अनुरूप मैले आउने जमर्को गरेको छु। यहाँ अहिले शेर्पा दोर्जे माङ सरले कमेन्ट गरिदिनु भएको छ, कमेन्टमा आउनुभएको छ भनौँ न, लाइभ हेर्दै हुनुहुँदैछ। मेरो एउटा गजल वाचन गरिदिनु पर्यो भन्ने कुरा गर्नुभएको छ। ठिकै छ सर, गजल पोस्ट गर्नुहोस्, म वाचन गर्नेछु। ल यतिखेर कम्तीमा पनि 10 जनाले भ्यू गरिरहनु भएको रहेछ, खुसी लाग्यो। ल म गजल एउटा आफ्नो गजल सुरु गर्छु। शेर्पा दोर्जे सर पोस्ट गर्नुहोस्, म गजल वाचन गर्नेछु। तिमीले नै दिएको अटुट प्यार रुचाएँ, तिमीले नै दिएको अटुट प्यार रुचाएँ, प्यारसँगै पठाएको उपहार रुचाएँ, तिमीले नै दिएको अटुट प्यार रुचाएँ। खुसी छु माया लाउँदा अनि तिमी पाउँदा, खुसी छु माया लाउँदा अनि तिमी पाउँदा, जीवन्त साथ दिन्छु भन्ने विचार रुचाएँ, प्यारसँगै पठाएको त्यो उपहार रुचाएँ। आँखा ती रसिएका जिउडाल कसिएका, आँखा ती रसिएका जिउडाल कसिएका, गुन्जिरहने मायाका ती झन्कार रुचाएँ,
तिमीले नै दिएको अटुट प्यार रुचाएँ। अन्त माया लाइँदैन तिमी बाहेक चाहिँदैन, यस्तै भन्छन् उनी। अन्त माया लाइँदैन तिमी बाहेक चाहिँदैन, यही भन्दै मलाई गरेको खबरदार रुचाएँ। प्यारसँगै पठाएको उपहार रुचाएँ। गजलको अन्तिम शेर। लाजका गहना साँच्ने रे मेरै भई बाँच्ने रे, लाजका गहना साँच्ने रे मेरै भई बाँच्ने रे, तिम्रो त्यही पवित्र मायाको संसार रुचाएँ। तिमीले नै दिएको अटुट प्यार रुचाएँ। प्यारसँगै पठाएको उपहार रुचाएँ। प्यारसँगै पठाएको उपहार रुचाएँ। भ्यू बढिरहेको छ। थापा अन्जान भाइले दाई नमस्ते भन्नुभएको छ। नमस्ते भाइ, सन्चै हुनुहुन्छ होला। गजल सुन्ने सुनाउने क्रम जारी रहनेछ। तपाईँहरूको भ्यू पनि बढ्दैछ। म सकेसम्म तपाईँहरूले गजल पोस्ट गर्नुभयो भने तपाईँहरूको गजल पनि वाचन गर्नेछु। यसै क्रममा म हजुरलाई एउटा सानो जानकारी पनि गराउन चाहन्छु। नेपाली गजल पेज मार्फत नै यतिखेर लाइभ नै ब्रोडकास्ट गर्न के चाहेँ भने, हामीले नेपाली गजल पेज चलाइरहँदा हामी गजल इन्द्रेणी भन्ने पुस्तकको बारेमा सानो चर्चा गर्न चाहन्छु। हामीले पोहोर साल एउटा गजल इन्द्रेणी भन्ने संयुक्त गजल सङ्ग्रह निकाल्यौँ, जसमा देश विदेशबाट भनौँ न नेपालीहरू सहभागिता भएका थिए, गजलकारहरू। र त्यसमा 20 जना स्रष्टाहरूको हामीले गजल प्रकाशन गरेका थियौँ। गजल इन्द्रेणी 1 पोहोर साल, जसमा हामीले प्रकाशक हामी 3 जना थियौँ। दीप मिलन हाल कतार दोहामा हुनुहुन्छ, अनि स्वयं म थिएँ, रोहित राणा। म अहिले भन्नुपर्दा मेरो ठेगाना म साउथ अफ्रिकाको सोमालिया मोगादिसु क्यापिटल सहरमा छु। र अर्का एकजना हाम्रा साथी हुनुहुन्छ अर्तिमस सिरु, सुमित्रा अधिकारी सिरु, उहाँ हाल युएसएमा हुनुहुन्छ। हामी 3 जनाको संयुक्त लगानीमा हामी प्रकाशक भएर चाहिँ गजल इन्द्रेणी 1 बजारमा ल्याएका थियौँ। र यसको उद्देश्य चाहिँ हामीले गजल, नेपाली गजलको उत्थानको लागि नै हो गरेको। यसमा चाहिँ 20 जना स्रष्टाहरू सिलेक्सन भएर, अब भनौँ न हामीले धेरै गजलहरू प्राप्त गरेका थियौँ, अनि 20 जना स्रष्टाहरू चाहिँ सिलेक्सन भएर उहाँहरूको गजल निःशुल्क छापिएको, यो पनि जानकारी गराउन चाहन्छु। र गजल इन्द्रेणी 2 भाग 2 पनि हामीले गजलकारहरूको गजल रिसिभ गरेर स्रष्टाहरूको गजलहरू सङ्कलन गरिसकेका छौँ र छनौट भइसकेको छ। र अब प्रेसमा गइरहेको छ। सम्भवतः मङ्सिरको अन्तिम साता अथवा पुसको पहिलो सातामा चाहिँ हामीले विमोचन गर्ने तयारी पनि गरिरहेका छौँ। र यो गजल इन्द्रेणीको कुरा गरिरहँदाखेरि हामीले हाम्रा संरक्षकहरूको पनि कुरा गर्नुपर्छ र गजल छनौट समितिको पनि कुरा गर्नुपर्छ। वरिष्ठ डाक्टर घनश्याम नेउपाने परिश्रमी, उहाँ हाम्रो गजल इन्द्रेणीको संरक्षकको रूपमा हुनुहुन्छ र छनौट समितिका भनौँ न छनौट समितिको मा रहेर हामीलाई सहयोग गर्नुभएको थियो। त्यस पछाडि आवाज शर्मा, अनि निर्मल ढुङ्गाना र विजय योजित, यसरी चाहिँ हामीले यसपालि पनि फेरि गजल इन्द्रेणी 2 प्रकाशनको तयारीमा छौँ। जो गजलकारहरू छनौट हुनुभएको छ, 20 जना स्रष्टाहरू छनौट हुनुभएको छ, उहाँहरूलाई मैले यही पेजबाटै हार्दिक बधाई। अझै गजलहरू लेख्दै जानुहोस्, नेपाली गजलले अझै धेरै खुड्किलोहरू पार गर्नुपर्नेछ भन्ने शुभकामना पनि दिन चाहन्छु। र प्रकाशक सहयोगीहरू हुनुहुन्थ्यो गजल इन्द्रेणी 1 मा मुनामन सिगदेल, सायद हाल इजरायलमै हुनुहुन्छ, अनि सागर एकलखे विराटनगरका, उहाँ चाहिँ साउदी अरबमा हुनुहुन्थ्यो, अहिले छुट्टीमा हुनुहुन्छ जस्तो लाग्छ मलाई उहाँको स्ट्याटसहरू हेर्दाखेरि। र अर्का एकजना हाम्रा प्रकाशक सहयोगी हुनुहुन्छ जे सागर, जस्तो नाम सागर, उहाँको मन पनि विशाल छ सागर जस्तै। उहाँले पनि हामीलाई सहयोग दिनुभएको थियो। र हाम्रो
6 जनाको समूहले चाहिँ गजल इन्द्रेणी 1 प्रकाशन गरेका थियौँ। र कुरा रह्यो गजल इन्द्रेणी 2, त्यतिखेर हामी 3 जना चाहिँ मेन प्रकाशकमा थियौँ भने यसपालि हामीले 2 जना साथीहरू थपिनुभएको छ, हामी पनि प्रकाशकको जिम्मेवारी वहन गर्छौँ भन्ने हिसाबले सरोज भण्डारी सर्बाहारा हुनुहुन्छ, अहिले हाल कोरिया हुनुहुन्छ, रूपन्देही पर्सा टिकटको भाइ हुनुहुन्छ। र अर्का एकजना गुरु भन्छु म उहाँलाई, राम कडेल अधीश, उहाँ पनि कोरिया हुनुहुन्थ्यो, हाल नेपालमै हुनुहुन्छ। हामी अहिले चाहिँ गजल इन्द्रेणी 2 चाहिँ 5 जनाको सामूहिक प्रकाशकमा चाहिँ प्रकाशक हामी 5 जना भएका छौँ। र अब छिट्टै बजारमा आउँदैछ, तपाईँहरूको हातमा गजल इन्द्रेणी आइपुग्नेछ सम्भवतः अबको 1 देखि 1.5 महिनासम्ममा। पाठक प्रतिक्रियाहरू तपाईँहरूले पक्कै पनि दिनुहुनेछ तपाईँहरूको हातमा परिसके पछाडि। सायद गजल इन्द्रेणी 1 तपाईँहरूले पाउनुभयो, हात परेको छ या छैन, नपरेको भए काठमाडौँ हामीले विभिन्न पुस्तक पसलहरूमा पनि राखेका छौँ, त्यहाँ गएर सहर्ष खोजेर गजल इन्द्रेणी 1 पढ्न अथवा किनेर पढ्न सक्नुहुन्छ। साथै हामीलाई हौसला, सुझाव, सल्लाह के गरेर अगाडि अझै बढ्न सक्छौँ। गजल इन्द्रेणी 2 सम्म आइपुग्दाखेरि हामीले धेरै कुराहरू झेलेका छौँ, सुख दुःख, माया प्रेम, तपाईँहरूको सद्भाव, हौसलाहरू छन्। हजुरहरूको हौसला बिना त हामी अगाडि केही पनि गर्न सक्दैनौँ, बढ्न सक्दैनौँ। ल, धेरै गफ गरे जस्तो लाग्यो, म अर्को एउटा गजल वाचन गर्छु। यतिखेर 15 जना भ्यू भइरहेको छ, साथीहरू बढ्दै हुनुहुन्छ। सायद आज शनिबार भएको भएर साथीहरू विशेष आफ्नो काममा पनि बिजी हुनुहुन्छ होला, त्यही भएर यहाँ लाइभमा त्यति उपस्थित नदेखिएको जस्तो देखिरहेको छु, फितलो उपस्थिति भइरहेको जस्तो देखिरहेको छु। म अर्को एउटा गजल वाचन गर्छु। जीवनदेखि बाधा र अडचन कहिल्यै गएनन्, जीवनदेखि बाधा र अडचन कहिल्यै गएनन्, आँखाबाट वर्षा अनि सावन कहिल्यै गएनन्। जीवनदेखि बाधा र अडचन कहिल्यै गएनन्। जुन दिनदेखि तिमी पराईको भएर गयौ, जुन दिनदेखि तिमी पराईको भएर गयौ, यता तिम्रो सम्झनासँगै तडपन कहिल्यै गएनन्, आँखाबाट वर्षा अनि सावन कहिल्यै गएनन्। मै हुँ भन्ने तिनै अमीरहरू धेरै मरेर गए, मै हुँ भन्ने तिनै अमीरहरू धेरै मरेर गए, मृत्युसँगै पछि पछि लागेर धन कहिल्यै गएनन्। जीवनदेखि बाधा र अडचन कहिल्यै गएनन्। एक्लो हुँदा पनि साथ दिइरहे यिनीहरूले, एक्लो हुँदा पनि साथ दिइरहे यिनीहरूले, एक्लै छाडेर मलाई धरती गगन कहिल्यै गएनन्, आँखाबाट वर्षा अनि सावन कहिल्यै गएनन्। अन्तिम शेर गजलको, साथी निर्दोष थियो र पनि जेल चलान गरियो। मेरो साथी निर्दोष थियो र पनि जेल चलान गरियो, तर उसलाई भेट्न आफन्तजन कहिल्यै गएनन्। जीवनदेखि बाधा र अडचन कहिल्यै गएनन्, आँखाबाट वर्षा अनि सावन कहिल्यै गएनन्। मलाई सुनिरहनु भएको छ या छैन कमेन्ट गरिदिनु होला। म एक्लै लाटा जस्तो बोलिरहेको जस्तो भान भइरहेछ, किनभने तपाईँहरूको कमेन्ट आयो भने चाहिँ मेरो आवाज सुनेको नसुनेको जानकारी हुने थियो। बढ्दै हुनुहुन्छ भ्युअरहरू, कमेन्टहरू पनि गर्दै जानुहोस्। कहाँबाट आफ्नो नाम त त्यहीँ भइहाल्यो, अब तपाईँ कहाँ कुन ठाउँबाट यसो लोकेसन पनि जानकारी दिनुभयो भने म त्यहाँ बात हेरेर पढ्ने थिएँ। यतिखेर थापा अञ्जन भाइ र शेर्पा दोर्जे माङ सरको कमेन्ट मात्रै देखेको छु मैले।
मेरो गजल एउटा वाचन गरिदिनु पर्यो सर भन्नुभएको छ। खोइ गजल पोस्ट गर्नु भएन त सर? चुप्प बसिरहनु भन्दा पनि म अर्को फेरि एउटा गजल वाचन गर्छु। सायद तपाईहरुलाई खल्लो नहोस्। उसैको याद बेसी आउँछ हल्का पिएको बेला। उसैको याद बेसी आउँछ हल्का पिएको बेला। मन बोतल र शराबले सिउँछु च्यातिएको बेला। उसैको बेसी याद आउँछ हल्का पिएको बेला। तिमी त रमाई रमाई अन्मिएर गयौ पराईसँग। तिमी त रमाई रमाई अन्मिएर गयौ पराईसँग। म त मरेथे तिमीले बिहेको निम्तो दिएको बेला। मन बोतल र शराबले सिउँछु च्यातिएको बेला। किन घरिघरि त्यही अमिर छापले पोल्छ मुटु। किन घरिघरि त्यही अमिर छापले पोल्छ मुटु। अचेत अवस्थामा हुन्छु मुटु चस्किएको बेला। मन बोतल र शराबले सिउँछु च्यातिएको बेला। दिनहौ जसो देश सम्झन्छु साथीभाइ सम्झन्छु। दिनहौ जसो देश सम्झन्छु अनि साथीभाइ सम्झन्छु। जागिर खान टन्टलापुर घाममा उभिएको बेला। मन बोतल र शराबले सिउँछु च्यातिएको बेला। अन्तिम शेर गजलको आखिर पापिनेकै कारण देश छोडी हिँड्नु पर्यो। आखिर पापिनेकै कारण देश छोडी हिँड्नु पर्यो। रुँदै बिदा गर्नु भएको थियो आमाले विदेशिएको बेला। उसैको बेसी याद आउँछ हल्का पिएको बेला। मन बोतल र शराबले सिउँछु च्यातिएको बेला। मन बोतल र शराबले सिउँछु च्यातिएको बेला। धन्यवाद। नन्दल शाह आउनुभएको छ। नमस्कार भन्नुभएको छ। नमस्कार सर, आरामै हुनुहुन्छ? यसरी लाइभ आउने जमर्को जुराइदिनु भएकोमा रामशरण सरको नाम फेरि लिन चाहे मैले। रामशरण सर आज अनलाइनमा भेट भएको छैन। सायद आज शनिबारी विविध साहित्यिक कार्यक्रमहरू भइरहेको छ काठमाडौँमा। सायद त्यतै आज मधुवनतिर हुनुहुन्छ कि जस्तो लागिरहेछ मलाई। योर कनेक्सन इज विक भनेर भनिरहेको छ। तपाईहरुले मेरो आवाज सुन्नु भएको छ कि नै प्लिज कमेन्ट गरिदिनुस् न। गजलहरू मसँग त्यति नयाँ त छैनन्, पुरानै गजलहरू म वाचन गरिरहेको छु। सायद साथीहरूले नेपाली गजलको पेज अथवा मेरो आफ्नै वालमा पनि पढिसक्नु भएको छ गजलहरू। त्यही गजलहरू नै म आज हजुरहरूसँग प्रस्तुत गर्दैछु। अर्को एउटा गजल। तिम्रो जस्तो किस्मत कहाँ छ र मेरो। तिम्रो जस्तो किस्मत कहाँ छ र मेरो। आफन्तबाटै मद्दत कहाँ छ र मेरो। तिम्रो जस्तो किस्मत कहाँ छ र मेरो। देउता थानी पत्थरलाई पुजिरहेछन् यहाँ। देउता थानी पत्थरलाई पुजिरहेछन् यहाँ। पत्थरलाई जति इज्जत कहाँ छ र मेरो। आफन्तबाटै मद्दत कहाँ छ र मेरो। मान मर्यादा तिम्रै छ नि यो शहरमा। मान मर्यादा तिम्रै छ नि यो शहरमा। चौतर्फी चल्ने दस्तखत कहाँ छ र मेरो। तिम्रो जस्तो किस्मत कहाँ छ र मेरो। जहाँ पुगे नि अबीर मालाले रंगीन हुन्छौ। जहाँ पुगे नि अबीर मालाले रंगीन हुन्छौ। तिमीलाई जस्तो स्वागत कहाँ छ र मेरो। तिम्रो जस्तो किस्मत कहाँ छ र मेरो। गजलको अन्तिम शेर। आफ्नो त झुपडी छानोकै बास छ हजुर। आफ्नो त झुपडी छानोकै बास छ हजुर। तिम्रो झैं बंगला अनि छत कहाँ छ र मेरो। तिम्रो जस्तो किस्मत कहाँ छ र मेरो। आफन्तबाट मद्दत कहाँ छ र मेरो। धन्यवाद।
यतिखेर राज खनाल सर आउनुभएको छ, सुनिरहेको छु भन्नुभएको छ, खुसी लाग्यो। राज सरलाई धन्यवाद। पोखराज सुवेदी भाइ आउनुभएको छ, नमस्ते दाई भन्दै। नमस्ते भाइ, आरामै हुनुहुन्छ? सायद आरामै हुनुहुन्छ भन्ने आशा गर्छु। म पनि यहाँ ठिकै छु। गजलहरू सुनाउँदैछु म हजुरहरूलाई। आज यसरी लाइभ आउनु पाउँदाखेरि आफैलाई भाग्यमानी ठानेको छु। हजुरहरूले कमेन्ट पनि गर्दै हुनुहुन्छ र भ्युवर पनि बढिरहेको छ। तर नेटले चाहिँ अलि साह्रै धोका दिए जस्तो भान भइरहेको छ मलाई। किन भन्दाखेरि नेटमा चाहिँ योर कनेक्सन इज विक भनिरहेको छ। आवाज सुन्नुभएको छ कि नै? कृपया आवाज सुनिरहनु भएको छ भने कमेन्टमा सुनेको छु भनेर कमेन्ट गरिदिनु होला। निश्चल सुवेदी भाइ आउनु भएको छ। गजल मन पर्यो दाई, धेरै राम्रो भन्नुभएको छ। धन्यवाद भाइ। धेरै राम्रो त के भन्ने, यसो लेख्ने कोसिस हो। तपाईँहरूले मन पराइदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। ल अब अर्को एउटा फेरि गजल म वाचन गर्छु। गजल नै सुनाऊ होला। यसरी एक्लै बोलिरहनु भन्दा पनि गजल सुनायो भने पक्कै पनि तपाईँहरूलाई चाहिँ सुन्नुहुनेछ र भनौँ न सुन्नुहुनेछ र मलाई कमेन्ट पनि गर्नुहुनेछ। पर्नु परेको छ मनमा पीर भन्नु पो भएको, पर्नु परेको छ मनमा पीर भन्नु पो भएको छैन, पर्नु परेको छ मनमा पीर भन्नु पो भएको छैन, खोटी रहेछ आफ्नै तकदीर भन्नु पो भएको छैन, पर्नु परेको छ मनमा पीर भन्नु पो भएको छैन। बसन्तको हरियाली झैँ जीवन कहिल्यै भएन, बसन्तको हरियाली झैँ जीवन कहिल्यै भएन, केवल खेपिरहे शिशिर भन्नु पो भएको छैन, खोटी रहेछ आफ्नै तकदीर भन्नु पो भएको छैन। यात्रा त सुरु गरे गन्तव्य नै थाहा छैन, यात्रा त सुरु गरे गन्तव्य नै थाहा छैन, हिँडिरहेछु भइकन मुसाफिर भन्नु पो भएको छैन, पर्नु परेको छ मनमा पीर भन्नु पो भएको छैन। शिथिल भइसके केही गर्छु भन्ने साहसहरू, शिथिल भइसके केही गर्छु भन्ने साहसहरू, झन झन कमजोर भएको छ शरीर भन्नु पो भएको छैन, खोटी रहेछ आफ्नै तकदीर भन्नु पो भएको छैन। अन्तिम शेर गजलको, बाबुको हत्यारा हो त्यही हो मलाई थाहा छ, मेरो बाबुको हत्यारा हो त्यही हो मलाई थाहा छ, चिनेको छु र पनि आखिर भन्नु पो भएको छैन, पर्नु परेको छ मनमा पीर भन्नु पो भएको छैन, खोटी रहेछ आफ्नै तकदीर भन्नु पो भएको छैन, खोटी रहेछ आफ्नै तकदीर भन्नु पो भएको छैन। शङ्कर के श्रेष्ठ भाइ आउनुभएको छ। नाइस ब्रदर, किप इट अप भन्नुभएको छ। थ्याङ्क यू सो मच भाइ, आई विल डु माई बेस्ट। गजल सुनाइरहँदाखेरि मलाई आदरणीय डाक्टर बिड भन्न रुचाउँछु मैले, डाक्टर घनश्याम परिश्रमी। उहाँको गजलका केही शेरहरू म गुनगुनाउने कोसिस गर्छु। सायद मिठो नमिठो कस्तो हुन्छ सुन्नु होला। गुनगुनाउँछु, यो वाचन होइन, म गुनगुनाउँछु। यसमा सायद यो गजलहरू तपाईँले सुनिसक्नु भएको छ। यसको लय भनौँ न, यसको सङ्गीत चाहिँ आदरणीय गजलकार नै भन्छु म उहाँलाई। आदरणीय गजलकार गायक सुभाष अगमले चाहिँ यसमा सङ्गीत भर्नुभएको छ। त्यही गुनगुनाउँछु म। छके के लुकेको सजल्ती नयनमा, छके के लुकेको सजल्ती नयनमा,
छके के लुकेको सजलती नयनमा सजलती नयनमा सजलती नयनमा सजलती नयनमा छके के लुकेको सजलती नयनमा म देखिरहेछु गजलती नयनमा म देखिरहेछु गजलती नयनमा छके के लुकेको सजलती नयनमा तलाउ कहाँ धाउनु फूल खोज्दै तलाउ कहाँ धाउनु फूल खोज्दै फूल खोज्दै फूल खोज्दै तलाउ कहाँ धाउनु फूल खोज्दै फूल खोज्दै फूल खोज्दै फुलेकै छन् सुन्दर कमल ती नयनमा फुलेकै छन् सुन्दर कमल ती नयनमा म देखिरहेछु गजल ती नयनमा सधैँ देख्छु उस्तै छटा रागिनीको सधैँ देख्छु उस्तै छटा रागिनीको 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 सधैँ देख्छु उस्तै छटा रागिनीको 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 हुँदै हुन्न कि फेर बदलती नयनमा हुँदै हुन्न कि फेर बदलती नयनमा छके के लुकेको सजलती नयनमा म देखिरहेछु गजलती नयनमा हुँदै हुन्न कि फेर बदलती नयनमा फुलेकै छ सुन्दर कमलती नयनमा। धन्यवाद। म डाक्टर घनश्याम नेउपाने परिश्रमीको गजल गुनगुनाएँ। खै कस्तो भयो, कस्तो सुन्नुभयो, प्रतिक्रिया पनि दिँदै जानु होला। उर्मिला सुवेदी खनाल आउनुभएको छ। नमस्ते उर्मिलाजी, नाइस भन्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। यतिखेर नेपाली गजल पेजबाट म लाइभ आएको छु। गजल पेज जुन हामीले 2010 ताका भनौँ न क्रिएट गरेका थियौँ, त्यसमा धेरै एडमिनहरू हुनुहुन्छ। एडमिनहरूको नाम सम्झिन म सकिरहेको छैन सबैजनालाई, धेरै हुनुहुन्छ। यता दुबईबाट चाहिँ हाम्रा साथी भनौँ न एडमिन, पेज एडमिन नै रमेश अर्याल पनि हुनुहुन्छ, उहाँलाई पनि सम्झिनु चाहिँ यतिखेर। लेख कार्की पनि हुनुहुन्छ, लेख कार्की कतारमा कार्यरत हुनुहुन्छ, उहाँ पनि अहिले सायद छुट्टीमा हुनुहुन्छ जस्तो लाग्छ उहाँको स्ट्याटस हेर्दाखेरि। त्यस पछाडि श्यामराज राणामात पनि हुनुहुन्छ, उहाँहरूलाई सबैलाई सम्झिन चाहेँ। मणि सरलाई पनि यतिखेर नमन टक्राउन चाहेँ। दुबईमा हुनुभएका गजलका साथीहरू पवन जियाम, तपन जियाम लगायत टक गुरुङ सबैलाई सम्झिन चाहेँ। उहाँहरू पनि हाम्रो पेज, नेपाली पेजका एडमिन साथीहरू हुनुहुन्छ। उहाँहरूले गजलहरू लेख्नुहुन्छ, पोस्ट गर्नुहुन्छ, एकदम राम्रो लाग्छ उहाँहरूको गजलहरू सुन्दा पढ्दा। हाल भारतमा कार्यरत हुनुहुन्छ, अलि फितलो उपस्थिति छ हिजो आज, मोहन रावल अनुमल अस्तु, उहाँलाई पनि सम्झिएँ मैले यतिखेर। त्यस पछाडि हाम्रा अर्का एडमिन हुनुहुन्छ लक्ष्मण मिलन विष्ट, उहाँलाई पनि सम्झिएँ। नेट विक कनेक्सन भनिरहेको छ, खै आवाज सुन्नु भएको छ कि छैन कृपया कमेन्ट गर्नु होला। उमेश बोरा भाइले कमेन्टमा
दामी छ दाइ, धेरै मन पर्यो भन्नुभएको छ। धेरै धेरै धन्यवाद भाइ। म अझै अरू गजलहरू पनि गुनगुनाउने कोसिस गर्नेछु। तपाईँहरूको उपस्थिति अलि बाक्लो भयो भने पक्कै पनि मलाई हौसला कमेन्टहरू गर्नुभयो भने अझै धेरै गजलहरू र केही समय लम्बिने छ। तपाईँहरूको उपस्थिति बिना त म एक्लै लाटा जस्तै हुन्छु। हुन त पछि यसलाई रेकर्ड भइसके पछाडि पछि सुन्न हेर्न सक्नुहुन्छ। ल एउटा अर्को गजल म यो वाचन गर्छु। थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ, थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ, निष्ठुरीको सम्झनाले कतिखेर छुन्छ छुन्छ, थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ। नयन जस्तै पग्लिने यो नौनी नरम मनलाई, नयन जस्तै पग्लिने यो नौनी नरम मनलाई, यी आत्माका कथाले कतिखेर छुन्छ छुन्छ, निष्ठुरीको सम्झनाले कतिखेर छुन्छ छुन्छ। दुःख सहेर सन्तानलाई केही नहोस् भन्छन्, आफू दुःख सहेर सन्तानलाई केही नहोस् भन्छन्, त्यो आमाको ममताले कतिखेर छुन्छ छुन्छ, थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ। यहाँ सधैँ मान्छे पनि पलमै बिरामी भइदिन्छन्, यहाँ सधैँ मानिछे पनि पलमै बिरामी भइदिन्छ, यी मान्छेलाई मायाले कतिखेर छुन्छ छुन्छ, निष्ठुरीको सम्झनाले कतिखेर छुन्छ छुन्छ। गजलको अन्तिम शेर, तिमी पराई भएदेखि, तिमी पराई भएदेखि देव, तिमी तिमी नेट गजल वाचन गर्दा गर्दै नेट विक भयो। फेरि म अन्तिम शेर गजलको अन्तिम शेर म फेरि भन्दैछु। तिमी पराए भएदेखि देवदास भएको हो रोहित, तिमी पराए भएदेखि देवदास भएको हो रोहित, टन्न पिउँछु यो नसाले कतिखेर छुन्छ छुन्छ, थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ, निष्ठुरीको सम्झनाले कतिखेर छुन्छ छुन्छ। यतिखेर प्रकाश सुवेदी कोरियाबाट पनि मलाई कमेन्ट गरिराख्नु भएको छ। धन्यवाद सर, आरामै हुनुहुन्छ होला भन्ने कामना गर्दछु। यहाँ उमेश बोरा भाइले हजुर कुन ठाउँदेखि दाइ भन्नुभएको छ। म हाल अहिले साउथ अफ्रिकाको सोमालियाको राजधानी मोगादिसुमा छु, जागिरको सिलसिलामा। युएन प्रोजेक्टमा जागिर छ मेरो भन्नाले यहाँ जागिर गरेको 1 वर्ष भयो, लास्ट अगस्तदेखि। धन्यवाद भाइ कहाँदेखि होला यसो अपडेट गर्नु होला कमेन्टमा। अर्को गजल पनि वाचन गरौँ। नेटले चाहिँ अलिकति मलाई धोका दिइरहेको महसुस भइरहेको छ। विक, योर कनेक्सन इज विक भन्दैछ बेला बेलामा। अर्को गजल वाचन गर्छु म ढिला नगरी। अब एक्लै बोलिरहँदा पनि के बोल्नु होइन, गजल नै वाचन गरौँ, सायद तपाईँहरूलाई गजल सुन्दाखेरि रमाइलो महसुस होला। उराट लाग्दा देखिन्छन् पाखा पखेराहरू पनि, उराट लाग्दा देखिन्छन् पाखा पखेराहरू पनि, म जस्तै दुखी रहेछन् देशका खम्बाहरू पनि, म जस्तै दुखी रहेछन् देशका खम्बाहरू पनि। सँगै फुलेका फुलहरू चुडेर लाँदा ती मालीले, सँगै फुलेका फुलहरू चुडेर लाँदा ती मालीले, सायद आँसु बगाउँछन् होला काँडाहरू पनि, म जस्तो दुखी रहेछन् यो देशका खम्बाहरू पनि। पक्कै पनि यिनीहरू समयमै पुग्नु पर्ने होला, पक्कै पनि यिनीहरू समयमै पुग्नु पर्ने होला, त्यसैले त निरन्तर बगिरहेछन् खोलाहरू पनि, म जस्तै दुखी रहेछन् त्यसका खम्बाहरू पनि। आउँछु भनेर गएको उनी वर्षौँ भइसक्यो, आउँछु भनेर गएको उनी वर्षौँ भइसक्यो, उनकै प्रतीक्षामा छन् अझै यी आँखाहरू पनि, उराट लाग्दा देखिन्छन् पाखा पखेराहरू पनि, म जस्तै दुखी रहेछन् यो देशका खम्बाहरू पनि। अन्तिम शेर गजलको, यसरी देखिरहेछु ती सपना, यसरी देखिरहेछु ती मेरा आफ्नै लाग्छन्, यसरी देखिरहेछु ती मेरा आफ्नै लाग्छन्, तर कहिल्यै पूर्ण भएनन्
सपनाहरू पनि, तर कहिले पूर्ण भएनन् सपनाहरू पनि। उराट लाग्दा देखिन्छन् पाखा पखेराहरू पनि, म जस्तै दुखी रहेछन् देशका खम्बाहरू पनि। धन्यवाद। उमेश बोरा भाइले फेरि कमेन्ट गर्नुभएको छ, म कतारदेखि भन्नुभएको छ। कतारमा आरामै हुनुहुन्छ होला, जागिर राम्रै चलिरहेछ होला भाइ भन्ने कामना गर्दछु। भाइ हेरिदिनु भएको छ, सुनिदिनु भएको छ, धेरै धेरै धन्यवाद। गजलहरू सुनाउने क्रम जारी छ, तपाईँहरूको भ्युवर पनि बढ्दैछ। सायद मनोरञ्जन लिनु भएको छ भएको छैन, कमेन्ट पनि गर्दै गर्नु होला। म एक्लै बोलिरहँदा अलिकति खल्लो महसुस हुँदो रहेछ। आफू लाटा जस्तो बोलिराख्ने, उता भ्युवरहरूले चाहिँ कुनै अपडेट नगरिसके पछाडि के हो कसो खल्लो जस्तो लाग्दो रहेछ। त्यसैले कमेन्ट पनि गर्दै गर्नु होला। अर्को गजल ढिला नगरिकन म फेरि वाचन गर्छु। यतिखेर मैले चितवनतिरका गजलकारहरू दाइहरू धेरै हुनुहुन्छ, उहाँहरूलाई सम्झिन चाहन्छु। भनौँ न 70 सालको सम्भवतः हामी असारमा विमोचन गरेका थियौँ। हैसियत 1-2 एकैचोटि विमोचन भएको थियो। हैसियत 1 सङ्ग्रहमा म पनि समावेश हुन पाएको थिएँ। त्यसका सम्पादक पुष्प अधिकारी अञ्जली दाई, उहाँको सम्पादनमा हामीले गजल इन्द्रेण मनायो हैसियत 1-2 निकालेका थियौँ। मेरो गजल पनि हैसियत 1मा समावेश भएको थियो। त्यही सङ्ग्रहमा संयुक्त सङ्ग्रह थियो त्यो समावेश मेरो एक गजल म वाचन गर्न चाहन्छु यतिखेर। बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन्, बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन्, उनमा भएका सबै ज्ञान बेचिँदैछन्, बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन्। दिनहुँ जहाज आउँछ युवा उडाएर लान्छ, दिनहुँ जहाज आउँछ युवा उडाएर लान्छ, दिनहुँ जहाज आउँछ युवा उडाएर लान्छ, खाडीतिर नेपालीको पहिचान बेचिँदैछन्, उनमा भएका सबै ज्ञान बेचिँदैछन्। तपाईँ मान्नुहोस् या त नमान्नुहोस्, यहाँ तपाईँ मान्नुहोस् या त योर कनेक्सन युवराज लामिछाने सर, युवराज लामिछाने प्रदीप सर आउनु भएको छ, नाइस भन्नुभएको छ, धेरै धेरै धन्यवाद। नेटले धोका दिइरहेको छ। मैले त्यो हैसियत 1मा रहेको गजल वाचन गर्दा गर्दै मलाई नेटले धोका दियो। म फेरि त्यसलाई वाचन गर्दैछु, तर विक भनिरहेको छ। कृपया प्लिज फेरि मलाई म यसलाई फेरि दोहोऱ्याउने छु। युवराज सर नमस्ते, नाइस भन्नुभएको छ, थ्याङ्क यू सो मच। बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन्, बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन्, उनमा भएका सबै ज्ञान बेचिँदैछन्। दिनहुँ जहाज आउँछ युवा उडाएर लान्छ। नेट ब्याकअप हुँदैछ, लस भइरहेको छु म। साथीहरूको उपस्थिति आइरहेको छ, बाक्लो नै भइरहेको छ, भ्युरहरू बढिराख्नु भएको छ। गजल वाचन गर्दा गर्दै मलाई नेटले धोका दियो। सायद तपाईँहरूले त्यो समयमा मलाई सुन्न भ्याउनु भएन, सक्नु भएन, त्यसको लागि म क्षमा चाहन्छु। यो प्राविधिक गडबडी भनौँ, यो प्राविधिकले नै हामीलाई जोडेको छ यहाँसम्म। यो प्रविधिलाई पनि हामीले धन्यवाद दिइराख्नुपर्छ। विशेष त मार्क जुकर
नेटले धोका दियो साथीहरू। पोखरा सुवेदी आउनुभयो। नेट स्लो भएर म तपाईहरुसँग अलिकति ओझेल परे। फेरि कमब्याक हुँदैछु। नेटले साथ दिइरहेको छैन मलाई। गजल दामी लाग्यो भनेर भन्नुभएको छ। नेटले साथ दिइरहेको छैन। यस समयमा पोखरा सुवेदी भाइले कमेन्ट गर्नुभएको छ, सही हो यो गजलले चाहिँ मन छोयो दाइ भन्नुभएको छ। पोखरा सुवेदी भाइलाई धेरै धेरै धन्यवाद। म त्यो गजल वाचन गर्दै थिएँ। वाचन गर्दा गर्दा नेट स्लो भयो। फेरि म त्यो गजललाई निरन्तरता दिन्छु। बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन् र उनमा भएका सबै ज्ञान बेचिँदैछन्। बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन् र उनमा भएका सबै ज्ञान बेचिँदैछन्। दिनहुँ जहाज आउँछ युवा उडाएर लान्छ। दिनहुँ जहाज आउँछ युवा उडाएर लान्छ। खाडीतिर नेपालीको पहिचान बेचिँदैछन् र उनमा भएका सबै ज्ञान बेचिँदैछन्। तपाईँ मान्नुस् या त नमान्नुस् यहाँ, तपाईँ मान्नुस् या त नमान्नुस् यहाँ, धर्मको नाममा गीता अनि कुराण बेचिँदैछन्। खाडीतिर नेपालीको पहिचान बेचिँदैछन्। कहाँ गए खै वीर नेपालीको इज्जत, कहाँ गए खै वीर नेपालीको इज्जत, हुँदा हुँदै गोर्खालीको शान बेचिँदैछन्। उनमा भएका सबै ज्ञान बेचिँदैछन्। गजलको अन्तिम शेर, हे युवा तिम्रो पसिना अनि रगत बेचिए, हे युवा तिम्रो पसिना अनि रगत बेचिए, तिम्रो पसिना अनि रगत बेचिए, याद राख बाँकी भएको प्राण बेचिँदैछन्। बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन् र उनमा भएका सबै ज्ञान बेचिँदैछन्। धन्यवाद। गजल वाचन गरिरहँदा इन्टरनेटले मलाई धोका दिइरहेको छ। लाइभ आउने पहिलो प्रयास हो। साथ दिइरहेको छैन इन्टरनेटले, तर तपाईहरुले चाहिँ साथ दिइरहनु भएको छ। म खुसी छु, धेरै खुसी छु। त्यसैले नेपाली गजलको पेजबाट आफूलाई लाइभ तपाईहरु समक्ष प्रस्तुति केही गजलहरु पस्कन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु। कमेन्टहरु पनि गर्दै जानु होला कहाँदेखि भनेर म तपाईहरुको कमेन्टहरु पनि पढ्दिन्छु र गजल पोस्ट गर्नुभयो भने पनि वाचन गर्नेछु। भावना भारद्वाजले लाइभ हेर्दैछु भन्नुभएको छ। भावनाजीलाई नमस्कार। म लन्डनबाट लाइभ हेर्दैछु। सबै गजल मनलाई नमस्कार पनि भन्नुभएको छ। अति राम्रो मन छुने गजल वाचन गर्नुभयो साथी भन्नुभएको छ। भावनाजी धेरै धेरै धन्यवाद। आरामै हुनुहुन्छ होला लन्डनमा। यसरी तपाईहरुको कमेन्टहरुको अझै म अपेक्षा गर्छु। तपाईहरु कतिजनाले हेर्नुभएको छ, लगभग अहिले 25-30 जनाको हाराहारीमा अगाडि हुनुहुन्छ। म फेरि गजलहरु वाचन गर्दै जानेछु। एउटा पुरानै गजल हो। सम्भवतः यो 2014 तिर डिसेम्बर हुनाले 2 वर्ष अगाडि लेखेको गजल रहेछ। पुरानो रिवाज फेर्ने जिम्मा पाएको छु मैले त, पुरानो जिम्मा फेर्ने रिवाज पाएको, पुरानो रिवाज फेर्ने जिम्मा पाएको छु मैले त, नयाँ इतिहास केर्ने जिम्मा पाएको छु मैले त। डाक्न मैले सारा नेपालीलाई डाकेकै छु, डाक्न मैले सारा नेपालीलाई डाकेकै छु, सिंहदरबार घेर्ने जिम्मा पाएको छु मैले त, नयाँ इतिहास केर्ने जिम्मा पाएको छु मैले त।
आश्वासन मात्र दिए यी फटाहा नेताहरूले, आश्वासन मात्र दिए यी फटाहा नेताहरूले, तिनै नेताहरू सेर्ने जिम्मा पाएको छु मैले त, नयाँ इतिहास केर्ने जिम्मा पाएको छु मैले त। यो कठ्याङ्ग्रिने जाडोभरि नै सबै गरिबलाई, जाडो बढ्दैछ नेपालमा, यो कठ्याङ्ग्रिने जाडोभरि नै सबै गरिबहरूलाई, यो कठ्याङ्ग्रिने जाडोभरि नै सबै गरिबहरूलाई न्यानो लुगाले बेर्ने जिम्मा पाएको छु मैले त, नयाँ इतिहास केर्ने जिम्मा पाएको छु मैले त। गजलको अन्तिम शेर, अनाथ आश्रमभरि हेर्नुहोस् ती लाला बालाहरू, अनाथ आश्रमभरि हेर्नुहोस् ती लाला बालाहरू, तिनैलाई राम्ररी हेर्ने जिम्मा पाएको छु मैले त, पुरानो रिवाज फेर्ने जिम्मा पाएको छु मैले त, नयाँ इतिहास केर्ने जिम्मा पाएको छु मैले त। धन्यवाद। लाइभ भ्युरहरू बढिराख्नु भएको छ। म तपाईहरुलाई अझै मिठा मिठा गजलहरू सुनाउने छु। तपाईहरुको सहभागिता पनि बढ्दैछ। कहाँबाट हेर्दै हुनुहुन्छ मलाई कृपया कमेन्ट बक्समा तपाईको कमेन्ट पोस्ट गर्नुभयो भने अवश्य मैले तपाईहरुको लेखेको कुराहरू पढेर सुनाउने पनि छु। सम्भवतः मेरो फर्स्ट टाइम हो लाइभ। म आफ्नै पेजबाट भन्नाले आफ्नै प्रोफाइलबाट पनि म लाइभ आएको थिएन। यता नेपाली गजलबाट चाहिँ आदरणीय सर भन्छु मैले उहाँलाई, रामशरण श्रेष्ठ, जो नेपाली गजल पेजका क्रिएटर हुनुहुन्छ। उहाँको कुरालाई मैले अस्वीकार गर्न नसकेर उपस्थित भएको छु। गजलहरू सुनाउन चाहिँ म यहाँ उपस्थित भएको छु आज। सायद हजुरहरूले गजल सुनेर मनोरञ्जन लिइराख्नु भएको छ होला। फेरि मैले जानकारी गराएँ नेट चाहिँ सोलो, एकदम सोलो भइरहेको छ। ल अर्को एउटा गजल म वाचन गर्छु। कसैले सुनेनन् मैले हार गुहार गर्दा पनि, कसैले सुनेनन् मैले हार गुहार गर्दा पनि, अझ कसैले बुझेनन् मैले भुल सुधार गर्दा पनि, कसैले सुनेनन् मैले हार गुहार गर्दा पनि। बलात्कारी त नेताकै भतिजो रहेछ साथी, बलात्कारी त नेताकै भतिजो रहेछ साथी, आज पनि आजाद छ बलात्कार गर्दा पनि, अझ कसैले बुझेनन् भुल सुधार गर्दा पनि। टाई कोटमा सजिएर पँजेरो चढी हिँडेको छ, टाई कोटमा सजिएर पँजेरो चढी हिँडेको छ, वावा हेर उसकै छ कालो व्यापार गर्दा पनि, अझ कसैले बुझेनन् भुल सुधार गर्दा पनि। अक्कबरी सुनलाई खसी लगाउनु पर्दैन साथी, अक्कबरी सुनलाई कसी लगाउनु पर्दैन साथी, उसको सामान अक्कबरी सुनलाई कसी लगाउनु पर्दैन साथी, उसको सामान बिकेन रे प्रचार गर्दा पनि, अझ कसैले बुझेनन् भुल सुधार गर्दा पनि। अन्तिम शेर गजलको, ओ मेरी प्रिया तिमी अप्सरा बन्न नखोजल, ओ मेरी प्रिया तिमी अप्सरा बन्न नखोजल, अप्सरा तिमी हुँदिनौ जति श्रृङ्गार गर्दा पनि, कसैले सुनेनन् मैले हार गुहार गर्दा पनि, अझ कसैले बुझेनन् भुल सुधार गर्दा पनि। धन्यवाद। नेपाली लाटो मगर भनेर फेसबुकमा नाम भएको साथी भुर्नाईबाट म तपाईको लाइभ हेर्दैछु, अति राम्रो छ भन्नुभएको छ। नेपाली लाटो मगर साथीलाई पनि नमस्कार, धन्यवाद। बुनाईबाट हेर्नु भइरहेको छ। भ्युवरहरू बढ्दै हुनुहुन्छ। मलाई इन्टरनेटले अलिक साथ दिइरहेको छैन, तर पनि म गजलहरू वाचन गरिरहेको छु। अवश्य पनि तपाईहरुलाई मन परिरहेको छ होला, परेको छ या छैन कमेन्ट बक्समा कमेन्ट फाल्नु होला। अब ढिला नगरी फेरि अर्को गजल वाचन गर्छु। मात्र गजलकार भए तिम्रै कारणले, मात्र गजलकार भए तिम्रै कारणले, जितेर पनि हार भए तिम्रै कारणले, मात्र गजलकार भए तिम्रै कारणले। लाग्थ्यो यो संसार तिम्रो अनि मेरो हो, लाग्थ्यो यो संसार तिम्रो अनि मेरो हो, तर आज कुलङ्गार भए तिम्रै कारणले, जितेर पनि हार भए तिम्रै कारणले।
न समुद्र तरे जिन्दगीको न त नदी नै, न समुद्र तरे जिन्दगीको न त नदी नै, आज नवार नपार भएँ तिम्रै कारणले, जितेर पनि हार भएँ तिम्रै कारणले। यात्रा आखिर अन्तै मोड्यो जिन्दगीले, तिमीले र मैले सोचेको जस्तो भएन। यात्रा आखिर अन्तै मोड्यो जिन्दगीले, फ्याँकिएको हतियार भएँ तिम्रै कारणले, जितेर पनि हार भएँ तिम्रै कारणले। गजलको अन्तिम शेर, खै कसरी जिउनु यो लाचारी जीवन, खै कसरी जिउनु यो लाचारी जीवन, पृथ्वीलाई नै भार भएँ तिम्रै कारणले, मात्र गजलकार भएँ तिम्रै कारणले, जितेर पनि हार भएँ तिम्रै कारणले। भावना भारद्वाजजीले फेरि कमेन्ट गर्नुभएको छ, हाम्रो गजल वाचन गर्नुहुन्छ र साथी कसरी पठाउने होला, धन्यवाद भन्नुभएको छ। हुन्छ, गजल त्यही पोस्ट गरिदिनुहोस्, म कमेन्ट हेरेरै वाचन गर्नेछु, कमेन्टमै गजल पोस्ट गरिदिनु होला, म वाचन गर्ने कोसिस गर्छु। मिकटोक नेङबाङजी पनि आउनुभएको छ, मिठो गजल है भन्नुभएको छ, धन्यवाद। कहाँदेखि हो साथी, लाइभ हेर्दै हुनुहुन्छ भने लाइभ हेर्दै हुनुहुन्छ पक्कै पनि कमेन्ट गर्नुहोला, कहाँदेखि कुन ठाउँदेखि। भावनाजीलाई फेरि आग्रह गरेँ, गजल तपाईँ लेख्नुहुन्छ, पक्कै गजल रुचाउने मन पराउने साथीहरूले पक्कै पनि गजल लेख्नुहुन्छ जस्तो लाग्छ मलाई। पोस्ट गर्नुहोस् भन्नाले जसरी तपाईँले कमेन्ट फालिराख्नुभएको छ अझै अहिले, त्यसरी त्यहाँ पोस्ट गरिदिनु भने म हजुरको गजल पनि वाचन गर्ने कोसिस गर्नेछु। गजलहरू वाचन गरिरहेको छु, भ्युरहरू बढिराख्नु भएको छ, तपाईँहरूको कमेन्टहरू पनि पढ्ने कोसिस गरिरहेको छु। सबै एकमुष्ट साथीहरू देश विदेशमा छरिएर रहनुभएका सबैलाई म हार्दिक नमन टक्राउन चाहन्छु। मलाई हेरिदिनु भएको छ, सुनिदिनु भएको छ। अर्को गजल फेरि म वाचनै गरौँ होला, एक्लै बोलिरहनु भन्दा पनि। मैले मेरो अस्तित्व मेरै बा आमामा देखेको छु, मैले मेरो अस्तित्व मेरै बा आमामा देखेको छु, अनि देशको अस्तित्व सगरमाथामा देखेको छु। मैले मेरो अस्तित्व मेरै बा आमामा देखेको छु, अनि देशको अस्तित्व सगरमाथामा देखेको छु। मालीले नै फुलको हत्या गरेको सुनियो यहाँ, मालीले नै फुलको हत्या गरेको सुनियो यहाँ। बरु फुल सुरक्षित त गमलामा देखेको छु, अनि देशको अस्तित्व सगरमाथामा देखेको छु। याद भुलाउन उसका सारा तस्बिरहरू जलाए नि, याद भुलाउन उसका सारा तस्बिरहरू जलाए नि। झन बेसी किन उसैलाई सपनामा देखेको छु, अनि देशको अस्तित्व सगरमाथामा देखेको छु। यी मान्छेहरू हिँडेर कहाँ कहाँ पुग्छन् होला, यी मान्छेहरू हिँडेर कहाँ कहाँ पुग्छन् होला। जहिल्यै जतिखेर नि हतार यात्रामा देखेको छु, अनि देशको अस्तित्व सगरमाथामा देखेको छु। अन्तिम शेर गजलको, हाम्रो देश बन्नु भनेको प्रभुकै हातमा रहेछ नि। तपाईँहरूलाई अवगतै छ, हाम्रो देशको चाबी ताला सबै अर्को हातमा, अरूकै हातमा छ। हाम्रो देश बन्नु भनेको त प्रभुकै हातमा रहेछ, हाम्रो देश बन्नु भनेको त प्रभुकै हातमा रहेछ नि। त्यसैले त नेताहरू हिँडेको प्रभुकै इसारामा देखेको छु। मैले मेरो अस्तित्व मेरै बा आमामा देखेको छु, अनि देशको अस्तित्व सगरमाथामा देखेको छु। धन्यवाद। हरि गुरुङ सर आउनुभएको छ, दामी छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद हरि सर। तपाईँहरूले लाइभ हेरिराख्नु भएको छ, खुसी लागेको छ यसरी तपाईँहरूले साथ दिनुभएको छ। म प्रत्यक्ष आएको पहिलो पटक हो, सायद म आफूले केही कमी कमजोरीहरू पनि पक्कै होला, त्यसको लागि म क्षमा प्रार्थी छु। भुल सुधार गरेर सुनिदिनु होला। र अर्को कुरा, यो इन्टरनेटले साथ दिइरहेको छैन मलाई, अलिकति
विक देखाइरहेको छ। गजल वाचन गरिरहँदा तपाईहरुलाई कस्तो लागेको छ कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। अब ढिला नगरी अर्को गजल पनि वाचन गरौँ कि जस्तो लागिरहेको छ, किन भन्दाखेरि तपाईहरु आतुर हुनुहुन्छ जस्तो लाग्छ गजल सुन्नलाई। हिसाबले यो गजल सुनाउने क्रम जारी रहनेछ तपाईहरुले साथ दिएसम्म। हुन त आज बिदाको दिन, यसो छुट्टीको दिन पारेर म तपाईहरुसँग यहाँ लाइभ प्रत्यक्ष उपस्थित भएको छु नेपाली गजल पेजबाट। अब अर्को गजल सुरु गर्छु ढिला नगरी। मैले हेर्ने त्यो तारा फेरिएछ आकाश फेरिएछ, मैले हेर्ने त्यो तारा फेरिएछ आकाश फेरिएछ, साँच्चै यो मौसमसँग चल्ने बतास फेरिएछ। मैले हेर्ने त्यो तारा फेरिएछ आकाश फेरिएछ, मलाई देशको चिन्ता निकै बढ्न थालेको छ, मलाई देशको चिन्ता निकै बढ्न थालेको छ, मेरो देश हाँक्ने नेता बदमास फेरिएछ, साँच्चै यो मौसमसँगै चल्ने बतास फेरिएछ। परदेशिँदा चाँडै फर्किने बाचा थियो सानीसँग, परदेशमा छु यतिखेर पनि, परदेशिँदा चाँडै फर्किने बाचा थियो सानीसँग, मेरो फिर्ने पत्तो छैन उनको विश्वास फेरिएछ, साँच्चै यो मौसमसँगै चल्ने बतास फेरिएछ। हाम्रो भोटले विजयी भएर शहर छिरेको नेता, हाम्रै भोटले विजयी भएर शहर छिरेको नेता, हेर्नुस् उसको घाँस बास कपास फेरिएछ, साँच्चै यो मौसमसँगै चल्ने बतास फेरिएछ। गजलको अन्तिम शेर, सोच्दथे समय फेरिन्छ मान्छेको मन पनि फेरिन्छ, सोच्दथे समय फेरिन्छ अनि मान्छेको मन पनि फेरिन्छ, सोच्दथे मान्छेको मन फेरिन्छ समय फेरिन्छ, सोच्दथे समय फेरिन्छ मान्छेको मन फेरिन्छ, तर आश्चर्य भो मेरो देशको इतिहास फेरिएछ। मैले हेर्ने त्यो तारा फेरिएछ आकाश फेरिएछ, साँच्चै मौसमसँगै चल्ने बतास फेरिएछ। धन्यवाद। गजलहरू वाचन गरिरहेको छु, भ्युअरहरू पनि बढिरहनु भएको छ, साथ दिनुभएको छ तपाईहरुले, धेरै धेरै धन्यवाद। यो साथ यो स्नेह यो मायाको लागि। खोइ भावनाजीले गजल पोस्ट गर्नुभएको भए उहाँको गजल पनि म वाचन गर्ने कोसिस गर्ने थिएँ। अब यसरी मलाई लाइभ हेरिराख्नु भएको छ, म गजल वाचन गरिरहँदा अघि नै एउटा मैले गजल गुनगुनाएको पनि थिएँ, डाक्टर घनश्याम परिश्रमी उहाँको गजल। फेरि एउटा गजल, यो गजल चाहिँ मोतीराम भट्टको गजल हो भनेर पनि भन्ने गरिएको छ र यता उपेन्द्र जिगरले पनि यो मेरो गजल हो भनेर दाबी गरेको गजल। यो दुविधामा छ कसको गजलकार एक्ज्याक्टली मलाई थाहा भएन। यसमा यो गजललाई मैले गुनगुनाउने कोसिस गर्नेछु, श्रवण गरेर अवश्य पनि साथ दिनुहुन्छ भन्ने आशा लिएको छु। म पानी पनि खान्छु यतातिर, यो गला पनि मिलाउनु पर्यो। रोएर दिन बिताए तारा गनेर राती, निठुरी रहेछ तिम्रो पत्थर समान छाती। रोएर दिन बिताए तारा गनेर राती, निठुरी रहेछ तिम्रो पत्थर समान छाती। रोएर दिन बिताए तारा गनेर राती, निठुरी रहेछ तिम्रो पत्थर समान छाती। रोएर दिन बिताए मथुरा गएर भूले,
मथुरा गएर भूले कब धाम कृष्ण काला मथुरा गएर भूले कब धाम कृष्ण काला 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 मथुरा गएर भूले कब धाम कृष्ण काला हारे सखी म रोँदै हारे सखी म रोँदै लेखेर प्रेम पाती रोएर दिन बिताए तारा गनेर राती निठुरी रहेछ तिम्रो हो पत्थर समान छाती। यो 3 शेरको गजल अन्तिम शेर म फेरि गुनगुनाउँछु। कालै रहेछ तिम्रो दिल हाय कृष्ण काला कालै रहेछ तिम्रो दिल हाय कृष्ण काला 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 कालै रहेछ तिम्रो दिल हाय कृष्ण काला पापी हुँदा रहेछन् पापी हुँदा रहेछन् सारा मर्द जाति रोएर दिन बिताए तारा गनेर राती निठुरी रहेछ तिम्रो हो पत्थर समान छाती रोएर दिन बिताए तारा गनेर राती निठुरी रहेछ तिम्रो हो पत्थर समान छाती। धन्यवाद। कमेन्ट आइरहेको छ, मलाई लाइभ हेर्दै हुनुहुन्छ धन्यवाद। जित खड्काले नाइस गजल भन्दै कमेन्ट गर्नुभएको छ, धेरै धेरै धन्यवाद। भावनाजीले गजल पनि पोस्ट गर्नुभएको रहेछ, उहाँको गजल म एकछिनमा वाचन गर्छु। कमेन्ट पनि गर्नुभएको छ, लभली भोइस साथी भन्नुभएको छ, मेरो भोइस मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। उहाँको गजल यहाँ मलाई कमेन्ट बक्समै पोस्ट गर्नुभएको गजल म वाचन गर्ने कोसिस गर्छु। उहाँको गजल यसरी सुरु हुन्छ। यो कस्तो सहर हराइरहेछु, यो कस्तो सहर हराइरहेछु, पल पल बसाई सराइरहेछु, यो कस्तो सहर हराइरहेछु, पल पल बसाई सराइरहेछु। कति भिडमा अलमल परेर, कतै भिडमा अलमल परेर पागल सरी म कराइरहेछु, पल पल बसाई सराइरहेछु। सोच्नै नसकिने कुरा हुँदा यहाँ, सोच्नै नसकिने कुरा हुँदा यहाँ छिन छिनमा म डराइरहेछु, पल पलमा बसाई सराइरहेछु। शिशिर झैँ रित्तो जीवन कहानी, शिशिर झैँ रित्तो जीवन कहानी बसन्त ठानी मन पराइरहेछु, पल पलमा बसाई सराइरहेछु। यो सहर कस्तो हराइरहेछु। गजलको अन्तिम शेर। पीडा र रोदन लुकाएर कतै, पीडा र रोदन लुकाएर कतै, पीडा र रोदन लुकाएर कतै फुल झैँ मुस्कान छराइरहेछु। यो कस्तो सहर हराइरहेछु, पल पलमा बसाई सराइरहेछु। मिठो गजलको लागि
भावना भारद्वाजलाई धेरै धेरै धन्यवाद। उहाँ लन्डनबाट हाम्रो नेपाली गजलको पेजमा यतिखेर मलाई लाइभ हेर्दै हुनुहुँदो रहेछ। उहाँले चाहिँ गजल वाचन गरिदिनुहोस् भनेर रिक्वेस्ट गर्नुभएको थियो। उहाँको गजल मैले वाचन गरेँ। मिठो गजलको लागि भावनाजीलाई धेरै धेरै धन्यवाद। प्रकाश भण्डारी सर पनि आउनुभएको छ। प्रकाश भण्डारी सर नमस्कार, कहाँदेखि होला यसो कमेन्ट बक्समा म्यासेज फाल्नु होला। प्रकाश भण्डारी गुल्मी रहेछ, उहाँको गजल पनि वाचन गरिदिनुहोस् भनेर पोस्ट गर्नुभएको छ। म उहाँको गजल पनि वाचन गर्छु। उहाँको गजल यसरी सुरु हुन्छ। गुल्मी हाल कुरियाबाट हुनुहुँदैछ। प्रकाश भण्डारी सरलाई गजलको लागि धेरै धेरै धन्यवाद। म गजल सुरु गर्छु। गजल यसरी सुरु हुन्छ। अब पनि सम्झनामा आए उजुर गर्छु, अब पनि सम्झनामा आए उजुर गर्छु, मेरो पक्ष लिने वकिल पाए उजुर गर्छु। अब पनि सम्झनामा आए उजुर गर्छु। सायद उहाँको सम्झनामा आउनेलाई खबरदारी गर्नुभएको रहेछ गजल मार्फत। दोस्रो शेर। जबरजस्ती बैगुनीलाई भुल्ने प्रयास हुँदा, जबरजस्ती बैगुनीलाई भुल्ने प्रयास हुँदा, याद दिलाउने पुरानै गीत गाए उजुर गर्छु, मेरो पक्ष लिने वकिल पाए उजुर गर्छु। नाता कुनै नभएसी उपहार जलाइदिए, नाता कुनै नभएसी उपहार जलाइदिए, मन स्याट्दा दिएको चिनो लाए उजुर गर्छु, मेरो पक्ष लिने वकिल पाए उजुर गर्छु। सोची छौ कि अझै पनि उस्तै माया गर्छ, सोची छौ कि अझै पनि उस्तै माया गर्छ, चोट सहन सक्दिनँ म चाहे उजुर गर्छु। जबरजस्ती याद दिलाउने पुरानै गीत गाए उजुर गर्छु। अन्तिम शेर गजलको। भन्दै हिँड्ने गर्छौ अरे उसले धोका दियो, भन्दै हिँड्ने गर्छौ अरे उसले धोका दियो, मर्छु भन्ने कसम फेरि खाए उजुर गर्छु। अब फेरि सम्झनामा आए उजुर गर्छु, मेरो पक्ष लिने वकिल पाए उजुर गर्छु। धन्यवाद प्रकाश भण्डारी सर यति मिठो गजलको लागि। मैले वाचन गर्दाखेरि सायद त्रुटिहरू भयो, मैले अलिकति मिस्टेक वाचन गरेँ कि, त्यसको लागि क्षमा चाहन्छु। र कोरियाबाट हुनु रहेछ, पक्कै पनि जागिरको सिलसिलामा हुनुहुन्छ। जागिर राम्रै छ होला, राम्रो सेफ तरिकाले काम गर्नु होला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला। भावना भारद्वाजीले धन्यवाद साथी, हजुरको स्वरमा सुन्न पाउँदा खुसी लाग्यो भन्नुभयो। धन्यवाद। तपाईँको पनि मिठो गजल हामीलाई यसरी पोस्ट गरेर वाचन गर्ने एउटा मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। भ्युअरहरू बढ्दै हुनुहुन्छ। म गजल अब तपाईँहरूको गजल आयो भने पनि म वाचन गर्नेछु। अब अर्को मेरो गजल वाचन गर्छु। तपाईँहरूको गजलका साथीहरू लेख्नुहुन्छ, तपाईँहरू लेख्न रुचाउनुहुन्छ पक्कै पनि छ भने त्यही कमेन्ट बक्समा तल पोस्ट गरिदिनु भयो भने अवश्य पनि मैले जानेको वाचन गर्नेछु। त्रुटिहरू पक्कै पनि हुन सक्छन्, कुनै म प्रस्तुता पनि होइन, जस आफ्नो गजलहरू वाचन गर्ने भएकोले नै मिस्टेक भए पनि अवश्य पनि तपाईँहरूले स्वीकार गर्नुहुन्छ। अर्को गजल म वाचन गरेँ। गजल यसरी सुरु हुन्छ। ऊ बसिरहेको छ चुपचाप बन्द कोठामा, ऊ बसिरहेको छ चुपचाप बन्द कोठामा, गराउँदै अस्तित्व सखाप बन्द कोठामा, ऊ बसिरहेको छ चुपचाप बन्द कोठामा। सिक्नु जरुरी छ हामीले चमेराहरूबाट पनि, सिक्नु जरुरी छ हामीले चमेराहरूबाट पनि, पक्कै छाडेका छन् केही छाप बन्द कोठामा, गराउँदै अस्तित्व सखाप बन्द कोठामा। हजुर त्यो सारा जगत नै मौन देखिन्थ्यो, हजुर त्यो सारा जगत नै मौन देखिन्थ्यो, उसले थापेको देखेर धराप बन्द कोठामा, गराउँदैछ अस्तित्व सखाप बन्द कोठामा। एक आपसमा स्पर्शले मात्र चुम्न सकिन्थ्यो, एक आपसमा स्पर्शले मात्रै चुम्न सकिन्थ्यो, सकिएन गर्न धड्कनको नाप बन्द कोठामा, गराउँदै अस्तित्व सखाप बन्द कोठामा। मैले अन्तिम शेर गजलको। मैले प्रियाको सिउँदो यिनै हातले कोरेको हुँ, मैले प्रियाको सिउँदो यिनै हातले कोरेको हुँ, थाहा छैन गरे पुण्य या पाप बन्द कोठामा, ऊ बसिरहेको छ चुपचाप बन्द कोठामा, गराउँदै अस्तित्व सखाप बन्द कोठामा।
धन्यवाद। प्रकाश भण्डारी सरले फेरि धन्यवाद सर, खुसी लाग्यो भन्नुभएको छ। नियमित भन्दा पनि हामी गजल पेजका एडमिनहरू समय मिलाएर लाइभ आउने कोसिस गरिरहेका छौँ। सम्भवतः यो हाम्रो 4औं अथवा 5औं लाइभ हो। यसभन्दा अगाडि दीप मिलन, नवीन नेपाल, लेख कार्की सरहरू आइसक्नु भएको छ अनि मेरो गौरव मनकुरा पनि आइसक्नु भएको थियो। यसरी सायद यो 5औं हुनुपर्छ, 5औं श्रृङ्खला। हामीले हाम्रा एडमिन साथीहरूबाट चाहिँ गजल लाइभ जाने कुराहरू भइराख्दाखेरि आज मेरो भागमा परेकोले हाम्रा एडमिन साथीहरूलाई र नेपाली गजल पेजलाई पनि धेरै धेरै धन्यवाद, आभारी छु यसरी लाइभ हुन पाउँदाखेरि। धन्यवाद त फेसबुकलाई दिनुपर्छ, यो लाइभ एप्लिकेसनलाई मैले युटिलाइज गरौँ भन्ने चाहना राख्छु। किन भन्दाखेरि साथीहरूले यो लाइभ अप्सनलाई भनौँ न एप्सलाई दुरुपयोग गरेको पनि धेरै ठाउँमा पाइएको छ। तर यसरी आफूले चाहिँ युटिलाइज गर्नु पाउँदा आफूलाई भाग्यमान ठानेको छु। फेसबुकका जन्मदाता मार्क जुकबर्गलाई पनि यतिखेर सम्झन चाहे, उहाँको देन हो यो, यसरी तपाईँहरूसँग भेट्न पाउनु। उहाँलाई पनि धेरै धेरै धन्यवाद। तपाईँहरूले गजल पोस्ट गर्नुहोस् तल कमेन्ट बक्समा, म वाचन गर्ने कोसिस गर्नेछु। अब लगभग 1 घन्टा जति हुन आँटेछ म लाइभ बसेको, 1 घन्टा भइसकेछ। बिचमा नेटले अलिकति धोका दियो, सायद अब केही क्षणमा छुट्टिनु पनि पर्छ। मैले जानी नजानी केही गजलहरू गुनगुनाएँ, केही गजलहरू सुनाएँ अनि भावनाजी र प्रकाश सरको गजल वाचन गरेँ। पक्कै पनि तपाईँहरूले सुनेर मनोरञ्जन भनौँ कि के भनौँ लिनुभयो होला पक्कै पनि। अब अर्को एउटा गजल, यो पनि 3 शेरको छ गजल। म यसलाई यस गजललाई गुनगुनाउने कोसिस गर्नेछु। प्रकाश सरले फेरि अर्को गजल पोस्ट गर्नुभएको छ। यो क्रम एक दिन सबैको चल्छ साथी भन्नुभएको छ। अवश्य पनि उहाँको गजल फेरि हामीलाई पोस्ट आएको छ, म उहाँको गजल वाचन गर्छु। सुरुमै म क्षमा माग्छु, त्रुटिहरू भएमा अवश्य मिलाएर सुनिदिनु हुनेछ। उहाँको गजल यसरी सुरु हुन्छ। एकहोरो शङ्ख बजे मरेको थाहा पाउनेछौ, एकहोरो शङ्ख बजे मरेको थाहा पाउनेछौ, सलबलाउँदै मलामी झरेको थाहा पाउनेछौ। कति मार्मिक। एकहोरो शङ्ख बजे मरेको थाहा पाउनेछौ, सलबलाउँदै मलामी झरेको थाहा पाउनेछौ। रुवाभासी चल्छ मैरीमा, रुवाभासी चल्छ मैरीमा, लास लम्पसार देख्दा कात्रोले छोपी अभिर झरेको थाहा पाउनेछौ, सलबलाउँदै मलामी झरेको थाहा पाउनेछौ। सुनसान हुन्छ बस्ती लास उठाइ गएपछि, सुनसान हुन्छ बस्ती लास उठाइ गएपछि, एकैछिनमा खोली तरेको थाहा पाउनेछौ, सलबलाउँदै मलामी झरेको थाहा पाउनेछौ। पुर्याउँछन् घाटमा हतार हुन्छन् सबैजना, पुर्याउँछन् घाटमा हतार हुन्छन् सबैजना, लासमाथि दाउरा भरेको थाहा पाउनेछौ, सलबलाउँदै मलामी झरेको थाहा पाउनेछौ। अन्तिम शेर गजलको। साथी यही क्रम सबैको दोहोरिन्छ एक दिन। अवश्य पनि एकदम सही कुरा, सही आएको छ यो शेरमा, अन्तिम शेरमा। साथी यही क्रम सबैको दोहोरिनेछ एक दिन, खरानी बनाई फर्कदै गरेको थाहा पाउनेछौ। एकहोरो शङ्ख बजे मरेको थाहा पाउनेछौ, सलबलाउँदै मलामी झरेको थाहा पाउनेछौ। एकदम मार्मिक करुणादयी गजल पेश गर्नुभयो प्रकाश भण्डारी सरको गजल मैले वाचन गरेँ। धेरै धेरै धन्यवाद प्रकाश सर। हुन त गजलमा भने जस्तो एक दिन त हामीले अवश्य पनि यो संसार छोडेर जानु नै छ, तर धन्यवाद। कमेन्ट
हो, सही भन्नुभयो, भन्नुभएको छ भानु भागीरथ कडेल सरले। नेटले अलिकति साथ दिइरहेको छैन, मेरो नेट विक भएको भएर अलिकति स्लो भइरहेछ। अब सम्भवतः म एउटा अथवा दुई सकेरै छु। नेटले पनि साथ दिइरहेको छैन। तपाईँहरूले चाहिँ पक्कै साथ दिनुभएको छ, भ्युवरहरू पढिरहनु भएको छ। गजल गुनगुनाउँ कि भनी सोचिरहेको छु। अघि नै मैले 2वटा गजल गुनगुनाइसकेँ र केही गजलहरू वाचन गरिसकेँ। डाक्टर घनश्याम परिश्रमी सरको गजल गुनगुनाएँ, अनि उपेन्द्र जिगर मोतीराम गजल गुनगुनाएँ, र अर्को मेरो आफ्नै गजल मेरो आफ्नै लयमा भन्नाले मैले आफै यसलाई लय हालेको छु, त्यो गुनगुनाउने कोसिस गर्दैछु। अवश्य पनि साथ दिनुहुनेछ भन्ने आशा राखेको छु। गजल यसरी सुरु हुन्छ। किन तिम्रो नामको पनि माया लागेर आउँछ, किन तिम्रो नामको पनि माया लागेर आउँछ, चिठ्ठीसँगै खामको पनि माया लागेर आउँछ, किन तिम्रो नामको पनि माया लागेर आउँछ, चिठ्ठीसँगै खामको पनि माया लागेर आउँछ। सधैँ सपनीमा आएर यो गर्छु त्यो गर्छु भन्छौ, सधैँ सपनीमा आएर यो गर्छु त्यो गर्छु भन्छौ, यो गर्छु त्यो गर्छु भन्छौ। नेट अलिकति स्लो भएर म एकछिन हराएँ, गर्नुभयो होला। नेट एकदम स्लो भयो लगभग। अब मैले पिट मार्ने जमर्को गरिरहेको छु। गुनगुनाउँदै गजल म फेरि गुनगुनाउने कोसिस गर्नेछु। नेट अलिकति ब्याकअप भएको छ। सकेसम्म यो अन्तिम गजल गायन भनौँ, गजल गुनगुनाउँदैछु र एउटा गजल वाचन गरेर म बिदा हुनेछु। समय मिल्यो भने अर्को समय फेरि पनि हामी भेट्नेछौँ। म गजल गुनगुनाउँछु। किन तिम्रो नामको पनि माया लागेर आउँछ, किन तिम्रो नामको पनि माया लागेर आउँछ, चिठ्ठीसँगै खामको पनि माया लागेर आउँछ, किन तिम्रो नामको पनि माया लागेर आउँछ। सधैँ सपनीमा आएर यो गर्छु त्यो गर्छु भन्छौ, सधैँ सपनीमा आएर यो गर्छु त्यो गर्छु भन्छौ, यो गर्छु त्यो गर्छु भन्छौ। तिमीले गरेको कामको पनि माया लागेर आउँछ, चिठ्ठीसँगै खामको पनि माया लागेर आउँछ। अन्तिम शेर गजलको। तिमी पाउँदा यस्तो लाग्यो जीवन उज्यालो भयो, तिमी पाउँदा यस्तो लाग्यो जीवन उज्यालो भयो,
जुन तारा घामको पनि माया लागेर आउँछ, जुन तारा घामको पनि माया लागेर आउँछ, किन तिम्रो नामको पनि माया लागेर आउँछ, माया लागेर आउँछ, चिठीसँगै खामको पनि माया लागेर आउँछ, तिमीले गरेको कामको पनि माया लागेर आउँछ। धन्यवाद। सम्भवतः यो गुनगुनाउने गजल अन्तिम हुनेछ। यतिखेर प्रकाश सर फेरि आउनुभएको छ अर्को गजल लिएर, म वाचन गर्नेछु। भावनाजीले फेरि कमेन्ट गर्नुभएको छ, तपाईँको स्वर राम्रो रहेछ, गजल गीतको लागि के विचार छ, एल्बम निकाल्दा हुन्छ साथी, कसरी तपाईँलाई कन्ट्याक्ट गर्न सकिन्छ, फेसबुक आइडी छ भने प्लिज भन्नुभएको छ। मेरो फेसबुक नाम रोहित राणा, अङ्ग्रेजीमा ROHITRANA टाइप गरेर सर्च गर्नुभयो भने अवश्य पनि भेट हुनेछ। मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु होला, हामी किप इन टच गर्नेछौँ। यतिखेर प्रकाश सरले अर्को एउटा गजल पठाउनु भएको छ। प्रकाश भण्डारी सरले हाल कोरिया, घर चाहिँ गुल्मी। समस्या त्यही, सोलोनेट। प्रकाश भण्डारी सरको गजल वाचन गरौँ भनेको साथ दिइरहेको छैन, तपाईँले साथ दिनुभएको छ तर नेटवर्कले साथ दिएको छैन। फेरि प्रकाश भण्डारीको गजल वाचन गर्छु। आफ्नै माटोमा परिश्रम गरौँ हामी साना किसान, बचतको लक्ष्यमा अघि सरौँ हामी साना किसान। आफ्नै माटोमा परिश्रम गरौँ हामी साना किसान, बचतको लक्ष्यमा अघि सरौँ हामी साना किसान। एक एक रुपियाँ सङ्कलन गरेर कोष खडा गरी, एक रुपियाँको सङ्कलन गरेर कोष खडा गरी, उत्पादन लगाई खल्ती भरौँ हामी साना किसान। आफ्नो माटोमा परिश्रम गरौँ हामी साना किसान। बिउ मल कीटनाशक औषधिको व्यवस्थापन गरी उत्पादित वस्तु बेच्न सहर झरौँ हामी साना किसान। आफ्नै माटोमा परिश्रम गरौँ हामी साना किसान। गाउँमा हुने तालिम गोष्ठीहरूमा सहभागी भई सहकारी हात जोड्ने कुरा गरौँ हामी साना किसान। आफ्नै माटोमा परिश्रम गरौँ हामी साना किसान। अन्तिम शेर गजलको, कामलाई व्यावसायिक ढङ्गले अघि लान सिकेर जीवनस्तर उकास्न आफ्नै भर परौँ हामी साना किसान। आफ्नो माटोमा परिश्रम गरौँ हामी साना किसान, बचतको लक्ष्यमा अघि सरौँ हामी साना किसान। राम्रो। ऊर्जाशील गजलको लागि प्रकाश भण्डारी सर, हजुर रोहित राणा जुन टाइप गर्नुभएको छ त्यही नै हो, त्यसमा सर्च गरेर पाउनुहुनेछ। म व्हाइट सर्टमा छु, सम्भवतः मेरो प्रोफाइल पिक्चर व्हाइट सर्टमा छ। भावना भारद्वाजी थ्याङ्क यू सो मच भन्नुभएको छ, थ्याङ्क यू साथी भन्नुभएको छ, थ्याङ्क यू भावनाजी। यो हौसला, यो साथ, यो तपाईँले मेरो स्वर मन पराइदिनु भएको छ, धेरै धेरै धन्यवाद। किप इन टच भइसके पछाडि अनि विस्तृत रूपमा कुराकानी नै गरौँला। र सम्भवतः मैले गजल गुनगुनाइसकेँ, प्रकाश सरको गजल पनि वाचन गरेँ अनि भावनाजीको पनि गजल वाचन गरेँ मैले अघि नै। अब नेटले साथ दिइरहेको छैन, म एउटा अन्तिम गजल वाचन गरौँ भन्ने सोचिरहेको छु। गजलहरू त धेरै छन्, गुनगुनाउने गजलहरू पनि थिए, तर नेटले साथ नदिएको भएर म पछिलाई पनि राखौँ, पछि पनि काम लाग्छ। अन्तिम गजल वाचन गर्दै म यहाँहरू समक्ष बिदा हुन चाहन्छु। अन्तिम गजल यसरी सुरु हुन्छ। रहेन यार जिन्दगी पनि जिन्दगी जस्तो,
रहेन यार जिन्दगी पनि जिन्दगी जस्तो लाग्दैछ साउकोमा राखेको बन्दकी जस्तो रहेन यार जिन्दगी पनि जिन्दगी जस्तो सोचेको अनि आँटेको कहिल्यै नपुग्ने भयो सोचेको अनि आँटेको कहिल्यै नपुग्ने भयो भएन जीवन कहिल्यै सुनौलो बिहानी जस्तो लाग्दैछ साउकोमा राखेको बन्दकी जस्तो तिम्रा यादहरू पनि तिम्रा यादहरू पनि कस्तो बेला आउँछन् तिम्रा यादहरू पनि कस्तो बेलामा आउँछन् तिम्रा यादहरू पनि कस्तो बेलामा आउँछन् तिम्रा यादहरू पनि कस्तो बेलामा आउँछन् लाग्छ तुरुस्तै विनाशकारी प्रकृति जस्तो लाग्दैछ साउकोमा राखेको बन्दकी जस्तो दुई छाक टार्न गाह्रो भएरै विदेशिएको हुँ म दुई छाक टार्न गाह्रो भएरै विदेशिएको हुँ म हुँदो रहेनछ खाडीको जागिर सरकारी जस्तो लाग्दैछ साउकोमा राखेको बन्दकी जस्तो गजलको अन्तिम शेर सकिन मैले आमालाई बचाउन सकिन नबन्न सके मान्छे नै न त औषधि जस्तो रहेन यार जिन्दगी पनि जिन्दगी जस्तो लाग्दैछ साउकोमा राखेको बन्दकी जस्तो हवस् त धन्यवाद मलाई यतिखेर लाइभ हेरेर साथ दिनुभयो मेरा 2-4 गजलहरू सुनेर साथ दिनुभयो सबै भ्युअर्सहरूलाई धेरै धेरै धन्यवाद यो रेकर्ड गरेर राख्नेछु र तपाईहरुले समय मिल्यो भने छुट्नुभएका साथीहरूले पक्कै पनि हेर्नुहुनेछ भन्ने आशा लिएको छु र आजलाई म बिदा हुन चाहन्छु लगभग झन्डै 2 घण्टा जति हुन आट्यो म यसरी तपाईहरुसँग लाइभ प्रत्यक्षमा आको विशेष धन्यवाद मलाई आएर कमेन्ट बक्समा आएर गजल पोस्ट गरेर उहाँहरुको गजल वाचन गरे प्रकाश भण्डारी सर गुल्मी हाल कोरिया यस पछाडि भावना भारद्वाजजी फेरि पनि लाइभ आउनु है साथी भन्नुभएको छ समय मिलेसम्म कोसिस गर्नेछौँ हामी नेपाली गजल पेजबाट धेरै गजलका साथीहरू हुनुहुन्छ टेक केयर भन्नुभएको छ भावनाजी यु टु टेक केयर नेटले धोका दियो भनौँ न बीचमा कनेक्सन लस पनि भयो सायद त्यतिखेर म ओझेल परे तपाईहरुले सुन्न पाउनु भएन मलाई त्यसको लागि म क्षमा प्रार्थी छु एकदम हृदयदेखि नै यसरी कमेन्ट गर्दै हुनुहुन्छ लभ थापा फेसबुक नाम हाई भन्नुभएको छ लभ थापा सर हेलो सन्चै हुनुहुन्छ होला म छुट्टिने बेलामा आइपुग्नु भएछ ठिकै छ मैले 2-4 गजलहरू गुनगुनाएको छु र 2-4 गजलहरू वाचन गरेको छु पक्कै पनि रेकर्डेड भर्सन चाहिँ तपाईहरुले हेर्न पाउनुहुनेछ त्यहाँ नेपाली गजलको पेजबाट भन्दै विशेष धन्यवाद नेपाली गजलका एडमिन रामशरण श्रेष्ठ मेरो गौरव मनकुरा जो हाल गौरव श्रेष्ठ मनकुरा हाल दुबईमा हुनुहुन्छ नवीन नेपाल सर कोरियामा हुनुहुन्छ दिपमिलन सर दुआ कतार मोहन बिहानी सर सम्भवतः दुबईमै हुनुहुन्छ जस्तो लाग्छ टीका खड्का राष्ट्रप्रेमी सर उहाँ पनि कतारमा हुनुहुन्छ लक्ष्मण मिलन विष्ट सर मुम्बईमा हुनुहुन्छ जे सागर सर दुबईमा हुनुहुन्छ त्यस पछाडि अर्का एकजना सरको नाम भुलिरहेको थिएँ मैले सम्झिसकेको छु समीर सायर भट्टराई नेपालमा हुनुहुन्छ उहाँ सबै साथीहरूलाई सम्झिन चाहे म हाल अहिले सोमालियाको राजधानी मोगादिसुमा युएन प्रोजेक्टमा कार्यरत छु नाम रोहित राणा रिक्वेस्ट गर्नु होला फ्रेन्ड रिक्वेस्ट पठाउनु होला अवश्य पनि हामी पर्सनल पेजबाट पर्सनल प्रोफाइलबाट चाहिँ मेसेन्जरबाट गफ गर्नेछौँ कुराकानी गर्नेछौँ र अर्को चरणमा आउँदाखेरि अझ इन्टरनेट बलियो बनाएर आउने कोसिस गर्नेछु कस्तो भयो गजलहरू सुनिदिनु होला साथ दिनु होला रेकर्डेड पक्कै पनि आउनेछ अवश्य पनि हामी किप इन टच भइरहनेछौँ सम्पूर्ण गजल मनहरूलाई धेरै धेरै धन्यवाद जति पनि उपस्थित हुनुभयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र जति पनि अहिले सायद रेकर्डेड भइसके पछाडि सुन्नुहुनेछ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद
प्रदीप कुमार गणेश सरले हाई सर भन्नुभएको छ। हेलो सर, नमस्ते। सन्चै हुनुहुन्छ होला। म त बिदा भएर जानु आँटेको बेलामा तपाईँहरू आउँदै हुनुहुन्छ, भ्युवरहरू बढ्दै हुनुहुन्थ्यो। इन्टरनेटले साथ दिएनहरू भन्दा पनि म गजल अझै सुनाउने मन थियो, धोको थियो, तर पनि समयले अलिकति साथ दिएन। अब त नि प्रदीप सर भर्खरै अनलाइन आउनुभयो, अलिकति लेट आउनुभयो जस्तो लाग्यो। ठिकै छ, अर्को बसाइमा पनि पक्कै पनि हामीले गजलहरू सुनाउने छौँ। त्यसको लागि धेरै धेरै धन्यवाद। गजल सँगसँगै गजल विधा नै अलिकति मनपर्ने विधा हो। गजलमै कलम चल्छ। हुन त बहरका गजलहरू लेख्न आउँदैन मलाई, तर पनि गजलको भनौँ न सिद्धान्त भनौँ न, मक्ता, मतला, त्यस पछाडि रदीप, काफिया, तखल्लुस इत्यादिको धेरै त नभनौँ, केही ज्ञान भएको हुनाले त्यसरी लेखेको हो। साथीहरू पक्कै पनि मन पराइदिनु भयो, सुनिदिनु भयो, लाइभ आएर हेरिदिनु भयो, लाइक गरिदिनु, कमेन्ट गरिदिनु भयो। तपाईँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। अब कहिले सुनाउनुहुन्छ भनेर भन्नुहुन्छ सरले। अब सुनाउनु त सायद अब हामी नेपाली गजलको पेजका एडमिनहरू यो श्रृङ्खलालाई जारी राख्नेछौँ। 5औं श्रृङ्खला जस्तो लाग्छ सम्भवतः मलाई, जहाँसम्म मलाई। योभन्दा अगाडि गौरव श्रेष्ठ, नवीन नेपाल, दीप मिलन र लेखकारकीलाई नाम आइहाल्यो। उहाँलाई पनि सम्झे सर नेपाल हुनुहुन्छ यतिखेर छुट्टीमा। टीका खड्का राष्ट्रप्रेमी सरले दिइसक्नु भएको छ। यो 5औं हो जस्तो लाग्छ मलाई। प्रदीप सरले भन्नुहुन्छ म गजल लेखनमा नयाँ छु भन्नुहुन्छ। गजल नेपाली गजल पेजमा जानुहोस्, गजलहरू पढ्नुहोस्, सुन्नुहोस्, सुनाउनुहोस्। गजल लेखन सुरु गर्ने भनेकै त्यसरी नै हो जस्तो लाग्छ। लेख्ने, सुन्ने, सुनाउने, अरूको पनि सुन्ने, आफ्नो पनि सुनाउने। ल अब चाहिँ छुट्टिनुपर्छ जस्तो लाग्छ। तपाईँहरूको साथ, यो न्यानो मायाको लागि धेरै धेरै धन्यवाद। हामी अर्को बसाइमा फेरि भेट्नेछौँ।